जहाज चलाउनु भनेको डुङ्गामा चढेर गन्तव्यतिर समुद्रमा यात्रा गर्नु हो, जबकि बग्नु भनेको पानीमा तैरनु र लक्ष्यविहीन रूपमा बग्नु हो। दुवै जहाजमा छन्, तर दुई बीचको महत्त्वपूर्ण भिन्नता भनेको तिनीहरूको लक्ष्य छ कि छैन। यदि तपाईसँग लक्ष्य छ भने यो यात्रा हो, यदि तपाईसँग लक्ष्य छैन भने यो एक बहाव हो। के तपाईको जीवन अहिले यात्रा गरिरहेको छ वा बगिरहेको छ? ख्रिस्टियन जीवन परमेश्वरको महिमातर्फको यात्रा हुनुपर्छ। र त्यसो गर्न, हाम्रो जीवनमा प्रकट हुने हरेक शब्द, कार्य र उपस्थिति पवित्र आत्माको सहयोगमा परमेश्वरको महिमाको अन्तिम लक्ष्यतिर निरन्तर अगाडि बढ्नुपर्छ। किनभने जब हाम्रो जीवनमा परमेश्वरको महिमाको स्पष्ट लक्ष्य हुन्छ, किनभने जीवनमा हाम्रो यात्रा आनन्द, साहस र लेख भरिएको हुनेछ।